काठमाडौँ महानगरपालिकामा ठूला दलहरूले आफ्नो जित दाबी गरिरहेका बेला स्वतन्त्र उम्मेद्वार बालेन शाहले फराकिलो अग्रता लिइरहेका छन्। सुरुवातदेखि नै बालेनले अग्रता कायम राखेका हुन्। बालेनले पाएको मतले देशको राजनीतिमा ठूलो तरङ्ग ल्याएको छ। सामाजिक सञ्जालको प्रभावलाई बालेनले भरपूर उपयोग गरेको देख्न सकिन्छ। सामाजिक सञ्जालको व्यापक प्रयोग, सामान्य जस्ता लाग्ने समस्याको उठान, युवाको प्रतिनिधित्वले बालेनको आकर्षण बढेको बुझ्न सकिन्छ। देशका दुई ठूला दल एमाले र काङ्ग्रेसले उम्मेद्वार जो भए पनि फरक पर्दैन भन्ने सोच्नु र तुलनात्मक रूपमा राम्रो उम्मेद्वार दिन नसक्नु बालेनका लागि अझ सहयोगी बनेको देख्न सकिन्छ। अवश्य पनि बालेन राजनीतिमा अनुभवी होइनन्, तर यसपटक काठमाडौँका मतदाताले विकल्प देखेनन्। उनलाई युवाको मात्रै सहयोग प्राप्त हुनेमा ढुक्क देखिन्थे राजनैतिक दलका उम्मेद्वारहरू, तर बालेनले प्राप्त गरेको मत र सहयोग देख्दा उनको समर्थनमा युवा मात्रै छन् भन्न भने पटक्कै सकिँदैन। काठमाडौँका मतदाताले मतको प्रयोग नयाँ किसिमले गरेर दलहरूलाई नयाँ तरिकाले सोच्न सन्देश दिने अठोट गरेको देख्न सकिन्छ। यस निर्वाचनले बालेनलाई एक व्यक्ति नभएर परिवर्तनको संवाहक बनाएको छ। उनले निर्वाचन जितिसकेका छैनन्, तर उनले अहिलेसम्म पाएको मतले प्रमुख दलहरूलाई जनता सचेत भइसकेका र दलहरूले अब आफ्नो उही पुरानो प्रवृत्ति त्याग्नुपर्ने जानकारी भने दिएको छ। बालेनले यस निर्वाचनमा पाएको मतलाई काठमाडौँका जनताले साइलेन्ट रिभोल्युसनको संज्ञा दिएका छन्।